साथीहरू, के तपाईले कहिले सोच्नु भएको छ पैसा कमाउनु मात्र होइन पैसालाई बढाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। अहिलेका मानिसहरूले मेहनत गरेर मात्रै होइन पैसा सही ठाउँमा लगानी गरेर धनी बनेका छन्। जस्तै विश्वकै धनी व्यक्ति वारेन बफेट, जसले 11 वर्षको उमेरमै पैसालाई सही ठाउँमा प्रयोग गर्ने तरिका अर्थात् लगानी सुरु गरेका थिए। यदि तपाई पनि लगानीमा नयाँ हुनुहुन्छ या लगानीमा केही अनुभव बटुलिसक्नु भएको छ र लगानीलाई अझ फैलाउन चाहनुहुन्छ भने हामी आजको यस भिडियोमा लगानीका मुख्य तरिका, लगानीका स्मार्ट रणनीति र लगानीको क्रममा घट्न सक्ने घटना, लगानी गर्दा हुने गल्ती र त्यस्ता गल्तीहरूबाट बच्ने तरिका गरी सम्पूर्ण विषयवस्तुहरूमा कुरा गर्नेछौँ। लगानी भन्नाले तपाईको पैसालाई यस्तो ठाउँमा राख्नु हो जहाँबाट भविष्यमा नाफा कमाउन सकियोस्। बचत भनेको स्थिर तर सीमित हुन्छ, तर लगानीले तपाईको पैसा बढाउँछ। यसमा पैसा तपाईको लागि काम गर्छ। सिर्फ बचत गर्दा त्यो स्थिर रहन्छ, तर लगानी गर्दा पैसा बढ्ने सम्भावना हुन्छ र तपाईलाई भविष्यमा ठूलो नाफा दिलाउँछ। लगानीका लागि धेरै विकल्पहरू छन्, जस्तै ब्याङ्कमा राखेर ब्याङ्कले दिएको ब्याज खाने। यो एकदमै पुरानो र कम फाइदाजनक लगानी हो, तर अहिले निकै चर्चामा आएको फिक्स्ड डिपोजिट ब्याङ्क सेभिङ भन्दा अलि बढी फाइदाजनक र जोखिम एकदमै कम भएको रणनीति हो। अनि अरू रहेका छन् म्युचुअल फन्ड, गोल्ड, रियल एस्टेट इत्यादि। हामी आजको भिडियोमा यसैसँग सम्बन्धित सम्पूर्ण विषयहरूमा कुरा गर्नेछौँ। त्यसैले यदि तपाईहरू लगानीमा नयाँ या अनुभवी हुनुहुन्छ र भविष्यमा गएर एउटा राम्रो लगानीकर्ताको रूपमा स्थापित हुन चाहनुहुन्छ भने भिडियो अन्त्यसम्म हेर्नुहोस्। भिडियो सुरु गर्नुभन्दा अघि म फेरि पनि एउटा कुरा तपाईहरूमा दोहोर्याउन चाहन्छु। यदि कोही कसैले तपाईलाई छोटो समयमा धेरै पैसा कमाउने, आजको लगानी भोलि डबल बन्छ वा छिट्टै करोडपति बनाउने सपना देखाउँछ भने बुझ्नुहोस्, त्यो अरू केही नभएर तपाईमाथि गर्न खोजिएको फ्रड र स्क्याम मात्र हो। अब साथीहरू, हामीले लगानी गर्न सक्ने पहिलो रणनीति भनेको फिक्स्ड डिपोजिट हो। यो लगानीको सबैभन्दा सुरक्षित र सजिलो तरिका हो। यसमा तपाईहरूको पैसा सुरक्षित रहन्छ र निश्चित ब्याज पाइन्छ। यदि तपाईहरू नयाँ लगानीकर्ता हुनुहुन्छ भने यो तपाईका लागि एकदमै सजिलो विधि हो र अनुभवीहरूले छोटो समय अवधि र ब्याज दर तुलना गरेर फाइदा लिन सक्छन्। नम्बर 2 मा रहेको छ स्टक मार्केट अर्थात् शेयर बजार। तपाईले राम्रो कम्पनी छानेर कम्पनीको सानो अंश किन्न सक्नुहुन्छ। यदि कम्पनीको नाफा बढ्छ भने तपाईले पनि लाभांश र शेयरको मूल्य वृद्धिबाट नाफा कमाउन सक्नुहुन्छ। यदि तपाई शेयर बजारमा नयाँ हुनुहुन्छ र कुनै पनि अनुभव छैन भने कम्पनीको आइपीओ भरेर शेयर बजारमा प्रवेश गर्न सक्नुहुन्छ। अनुभवी लगानीकर्ताहरूले ठूला कम्पनीहरूको विश्लेषण गरेर उच्च नाफा कमाउन सक्छन्। यदि शेयर बजारबारे सम्पूर्ण जानकारी लिन चाहनुहुन्छ भने यसै च्यानलमा गएर हेर्न सक्नुहुन्छ। मैले पहिले नै शेयर बजारको बारेमा सम्पूर्ण जानकारी सहित भिडियो तयार पारेको छु। तेस्रो नम्बरमा रहेको छ म्युचुअल फन्ड। म्युचुअल फन्डमा धेरै लगानीकर्ताहरूको पैसा एक ठाउँमा जम्मा हुन्छ र विशेषज्ञहरूले त्यसलाई शेयर वा अन्य साधनहरूमा लगानी गर्छन्। नयाँहरूले सानो रकमबाट सुरुवात गर्न सक्छन् भने अनुभवीहरूले एसआइपी डैश वा विभिन्न फन्डहरूको तुलना गरेर फाइदा लिन सक्छन्। यसले जोखिम कम गर्न मद्दत गर्छ किनकि पैसा विभिन्न ठाउँमा बाँडिन्छ। यदि तपाईहरूलाई म्युचुअल फन्डबारे बेसिकदेखि जानकारी चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। आउँदो समयमा म यसबारे विस्तृत भिडियो बनाएर उपस्थित हुनेछु। र नम्बर 4 मा रहेको छ गोल्ड एन्ड सिल्भर। आजको समयमा सुन र चाँदीमा लगानी गर्नु सुरक्षित विकल्प मानिन्छ। जब शेयर बजारमा उतार चढाव, राजनीतिक अनिश्चितता वा आर्थिक सङ्कट आउँछ तब धेरै लगानीकर्ताहरू सुनतर्फ फर्किन्छन्। अहिले विश्व बजारमा सुनको मूल्य 81 उकालो लागेको देख्दा तपाईहरूलाई पनि लागेको होला कि काश केही नभए पनि एउटा तोला सुन हातमा भएको भए। अहिलेको समयमा सुनको मूल्य वैदेशिक अर्थतन्त्रको अस्थिरता र डलरको वृद्धिको कारणले बढिरहेको देख्न सकिन्छ। यदि तपाईले 5 वर्ष अघि सुनमा लगानी गर्नुभएको भए कति फाइदा हुन्थ्यो? हिसाब गरौँ है। 5 वर्ष अगाडि अर्थात् 2019 सालमा सुनको मूल्य रु 61,000 प्रति तोला थियो। अहिले 2025 मा सुनको मूल्य बढेर करिब रु 2,40,000 पुगेको छ। यसरी हेर्दा तपाईले 5 वर्ष अघि गरेको रु 61,000 को लगानी आज बढेर रु 2,40,000 पुगेको छ। अर्थात् तपाईले करिब रु 1,80,000 फाइदा कमाउन सक्नुहुन्थ्यो। यसरी हेर्दा सुन र चाँदीमा लगानी गर्नु भविष्यका लागि एकदमै सुरक्षित र नाफामूलक रणनीति हो, किनकि यसको मूल्य भविष्यमा पनि बढ्ने निश्चित जस्तै देखिन्छ। आजको विषयवस्तुको अन्तिम अर्थात् नम्बर 5 मा रहेको छ रियल इस्टेट। जग्गा, घर वा फ्ल्याटमा लगानी गर्दा भविष्यमा मूल्य बढेपछि बिक्री वा भाडाबाट आम्दानी गर्न सकिन्छ। नयाँहरूले यसबारे अझ जानकारी लिएर अघि बढ्दा राम्रो हुन्छ भने अनुभवीहरूले भाडा आम्दानी र मूल्य वृद्धिको विश्लेषण गरेर बुद्धिमानीपूर्वक लगानी गर्न सक्छन्। यी सबै कुरा थाहा हुँदाहुँदै पनि धेरै लगानीकर्ताहरूले साना गल्ती गरेर धेरै रकम गुमाउने गरेका छन्। त्यसैले हामीले जहिले पनि अरूको लहैलहीमा लागेर हतारमा निर्णय लिनु हुँदैन। आफ्नै रणनीति बनाएर अघि बढ्नुपर्छ।
सुरुमा गाइड चाहिन्छ, तर केवल ट्रस्टेड र अनुभवी व्यक्तिहरूको सल्लाह मात्र लिनुहोस्। मार्केट एनालाइसिस आफै गर्नुहोस्। धेरै लगानीकर्ताहरूको बानी हुन्छ बजार बढ्दा ओभर कन्फिडेन्स र बजार घट्दा निराश हुने। यस्ता भावनात्मक गल्तीहरू हटाएर तपाईले आफ्नो सोच र धैर्य नियन्त्रणमा राख्न सक्नुभयो भने लगानीबाट अवश्य नाफा कमाउन सक्नुहुन्छ। नयाँ होस् या केही अनुभव भएको, सिक्न कहिल्यै ढिलो हुँदैन। सानो रकमबाट सुरु गरेर धैर्यले अघि बढ्दा ठूला नतिजा आउँछ। स्मार्ट लगानी भनेको ज्ञान, धैर्य, योजना र सावधानी हो। आजै सुरु गर्नुहोस् र भविष्यका लागि लगानीको यात्रा सुरक्षित तरिकाले सुरु गर्नुहोस्। धन्यवाद।